Hello students, welcome to Onboard Digital Classes. So आज यो भिडियोमा हामीहरु इम्पोर्टेन्ट टर्मिनोलोजिसहरु जान्नेछौं. फर इन्स्टेन्स एसेट्स भनेको के हो? कति प्रकारको हुन्छन् एसेट्सहरु? लायबिलिटीज भनेको के हो? अनि लायबिलिटीज कति प्रकारका हुन्छन्? डेटर्स र क्रेडिटर्समा के डिफरेन्स छ? अनि एउटा इम्पोर्टेन्ट कन्सेप्ट जस्तै लास्ट क्लासमा हामीले बिजनेस एन्टिटी कन्सेप्ट गरेको थियौं भने आज हामीले इम्पोर्टेन्ट कन्सेप्ट गर्नेछौं गोइङ कन्सर्न कन्सेप्ट्स. Okay, these are very important as far as your upcoming SPSC exams is concerned. So जो पनि students economics background अथवा commerce background को हुनुहुँदैन, please watch this video. Okay, and तपाईहरुको feedback पनि definitely नै दिनु होला whether you are liking our initiative or not. Okay, so let's start. हामीले यो जुन चाहिँ शब्द छ नि assets यो सुनिरहेको हैन, every day to day activities मा पनि बोलचालमा पनि हामीले यो शब्द प्रयोग गर्छौं. तर एसेट्स भनेको चाहिँ के हो डेफिनेसनबाट सुरु गरौं. एसेट्स यस्तो खालको रिसोर्सेस हो. एसेट्स के हो रे हाम्रो एक प्रकारको रिसोर्सेस. ओके, जसकोमा चाहिँ के हुनुपर्छ, केही न केहीको इकोनोमिक भ्याल्यु हुनुपर्छ. ओके, इकोनोमिक के हुनुपर्छ रे भ्याल्यु. अनि यसले अझ एउटा कुरा के गर्नुपर्छ त भन्दाखेरि हाम्रो फ्युचरमा केही न केही हामीलाई बेनिफिट दिनुपर्छ. फ्युचर बेनिफिट. Okay, जस्तै एक्जाम्पल दिनु पर्दाखेरि लेट्स टेक एन एक्जाम्पल अफ दिस पेन. यो पेन मेरो लागि एसेट हो. किनभने यसमा कुनै न कुनै इकोनोमिक भ्याल्यु इन्भल्भ छ. यो पेन किन्दाखेरि मैले सर्टन अमाउन्ट पे गरेको छु, राइट? सो इकोनोमिक भ्याल्यु त छ यसमा. अब यसले चाहिँ मलाई फ्युचर बेनिफिट पनि दिन्छ, राइट? म आज मात्र त युज गर्दिन नि त पेनलाई, भोलि पनि युज गर्छु, पर्सि पनि युज गर्छु, राइट? जबसम्म यो पेन बिग्रिँदैन तबसम्म यो मेरो लागि के हो एसेट हो. तर एउटा इम्पोर्टेन्ट डिफरेन्सिएसन चाहिँ के जान्नुपर्छ त भन्दाखेरि एसेट चाहिँ जो मान्छेले प्रयोग गर्छ, जुन चाहिँ सामान यदि मान्छेले प्रयोग गर्दैछ भने मात्रै उसको लागि त्यो एसेट हो. व्हाट डु आई मीन बाइ दैट इज, यदि कोही शपकीपर छ अरे, ठीक छ, कोही मान्छे शपकीपर छ अरे, उसले यो पेन किने अरे, यही पेन किने अरे, उसको लागि यो पेन एसेट होइन. ओके, एसेट किन होइन? किनभने उसले बिक्री गर्दैछ. उसको लागि यो पेन के हो? कमोडिटी हो. कमोडिटी हो. वेयरएज मैले चाहिँ यो पेन प्रयोगमा ल्याउँदैछु, मेरो लागि चाहिँ यो पेन के हो? एसेट हो. सो यो डिफरेन्स हजुरहरूले जान्नुपर्छ. अलराइट, के एसेट केलाई भनिने अनि कमोडिटी केलाई भनिने. ओके, नाउ लेट्स मुभ अहेड एन्ड अन्डरस्ट्यान्ड कि एसेट कति प्रकारका हुन्छन्. एसेट्स बेसिकली तीन प्रकारका हुन्छन्. एउटा त हो फिक्स्ड एसेट्स. ओके, अर्को करेन्ट एसेट्स, अनि अझै एउटा एसेट्स के हो भन्दाखेरि इन्टेन्जिबल एसेट्स. फिक्स्ड एसेट्स भनेको के हो? जुन चाहिँ हामीले लङ टर्मको लागि किन्छौं. फर इक्जाम्पल लेख्नु पर्दाखेरि ल्यान्ड यदि हामीले पर्चेज गर्दैछ भने ल्यान्ड यस्तो खालको एसेट हो जुन चाहिँ फिक्स्ड एसेट हो. दैट मिन्स 1 वर्ष भन्दा बेसी, 1 इयर प्लस. 1 वर्ष भन्दाखेरि बेसीको लागि हामीले कुनै पनि सामान किन्दैछ भने र त्यसमा मोनेटरी भ्याल्यु छ र त्यसले हामीलाई लङ टर्ममा बेनिफिट दिन्छ भने त्यो हाम्रो केमा आउँछ? फिक्स्ड एसेट्स. सेकेन्डमा के आउँछ? मसिनरी. यदि केही मसिन्स किन्दैछ मैले, फर इक्जाम्पल यो जुन चाहिँ स्मार्ट बोर्ड छ यो मसिन हो, राइट? सो यो चाहिँ कस्तो खालको एसेट हो त अनबोर्ड डिजिटल क्लासको लागि भन्दाखेरि यो फिक्स्ड एसेट्स हो. अलराइट, अब हामी हेरौँ इक्जाम्पल करेन्ट एसेट्स. करेन्ट एसेट्स यस्तो खालको एसेट्स हो जो चाहिँ सर्ट टर्मको लागि हो. सर्ट टर्म, जेनरली लेस देन 1 इयर. 1 इयर भन्दाखेरि लेस कुनै पनि प्रकारको एसेट छ भने त्यसलाई हामीले करेन्ट एसेट्स भन्न सक्छौं. त्यस्तो खालको इक्जाम्पल चाहिँ तपाईले के सोच्नु हुँदैछ कि करेन्ट एसेट्सको इक्जाम्पल सर्ट टर्मको के हुन सक्छ? के हुन सक्छ होला? इक्जाम्पल लिनु पर्दाखेरि इफ आई एम सेइङ क्याश इन ह्यान्ड अथवा क्याश एट बैंक, यो सबै के हो हाम्रो लागि? करेन्ट एसेट्स हो. ओके, अर्को एक्जाम्पल लिनु पर्दाखेरि यो त एउटा एक्जाम्पल ए भयो.
इक्जाम्पल बी डेटर्स ओके डेटर्स क्रेडिटर्स के हो हामीले बुझ्छौँ एकछिनमा डेटर्स पनि हाम्रो लागि के हो करेन्ट एसेट्स हो ओके डेटर्सहरू त्यो मान्छेहरू हो अथवा त्यो इन्स्टिट्युट हो या त यो पर्सन पनि हुनसक्छ या त कुनै न कुनै प्रकारको कम्पनी अथवा इन्स्टिट्युट पनि हुनसक्छ जसले चाहिँ कम्पनीकोबाट पैसा लिएको छ ओके कम्पनीकोबाट पैसा लिएको छ डेटर्स उनीहरू पनि के हो करेन्ट एसेट्स हो राइट नाउ व्हाट अबाउट इन्टेन्जिबल एसेट्स के होला इन्टेन्जिबल एसेट्स इन्टेन्जिबल एसेट्स भनेको त्यस्तो खालको एसेट हो जो चाहिँ हामीले छुनु सक्दैनौँ फिजिकल फर्ममा छैन के छैन रे फिजिकल फर्ममा छैन इन्टेन्जिबल एसेट्स चाहिँ इक्जाम्पल लिनु पर्दाखेरि के हो इन्टेन्जिबल एसेट्सको एउटा इम्पोर्टेन्ट इक्जाम्पल यो हामीले शब्द सुनेको छौँ एउटा शब्द सुनेको छैन गुडविल गुडविल भनेको के हो गुडविल भनेको के हैन रेपुटेसन हो कुनै पनि संस्थाको रेपुटेसन त्यसलाई के भनिन्छ गुडविल गुडविल कसैले देख्न सक्छ रेपुटेसन जस्तै अनबोर्ड डिजिटल क्लासको एउटा रेपुटेसन छ राइट कि हामीले केही कुरा भनेको छौँ भने कमिटमेन्ट गरेको छौँ भने त्यसलाई फुलफिल गर्छौँ एउटा इक्जाम्पल यदि भोलिको दिनमा हामीले आफ्नो वचनलाई फुलफिल गरिनौँ भने फर इन्स्टेन्स कतिजना स्टुडेन्ट्सले सोध्नु हुँदैछ कि यो जसको अपकमिङ डेडिकेटेड ब्याच लिएर आउनुहुन्छ कि हुँदैन भनेर मैले जति पनि स्टुडेन्ट्सहरूलाई अहिलेसम्म रिप्लाई गरेको छु उनीहरूलाई मैले के भन्दैछु भन्दाखेरि वी हेभ नट डिसाइडेड येट राइट बिकज भोलिको दिनमा म भनौँ ल ओके विल स्टार्ट अनि कतिजना स्टुडेन्ट्सले पे पनि गर्छन् एन्ड देन वी इफ यु डोन्ट स्टार्ट देन राइट त्यो क्रेडिबिलिटी रहँदैन नि त सो गुडविल मेन्टेन गर्नु कुनै पनि एउटा इन्स्टिट्युटलाई या त कुनै पनि कम्पनीलाई पुरा बेसी जरुरी पर्छ राइट सो गुडविल कसरी जेनेरेट हुन्छ त भन्दाखेरि विश्वासले अनि विश्वास इज भेरी भेरी इम्पोर्टेन्ट फर एनी बिजनेस राइट गुडविल इज एक्सट्रिमली इम्पोर्टेन्ट सो त्यो एक प्रकारको कस्तो खालको एसेट हो यदि कुनै पनि कम्पनीको गुडविल राम्रो छ भने पिपल विल ट्रस्ट देम नो यो ट्रस्ट फ्याक्टर पनि कस्तो खालको एसेट हो इन्टेन्जिबल एसेट हो ओके अर्को इक्जाम्पल लिनु पर्दाखेरि के हो पेटेन्ट हामीले देखेको छौँ होइन पेटेन्ट राइट्सहरू करेक्ट यो पेटेन्ट भनेको सोल ओनरसिप जस्तै केही पनि तपाईँले रिसर्च एन्ड डेभलपमेन्ट गर्नुभयो अरे ओके इनोभेसन गर्नुभयो अरे त्यसको सोल ओनरसिप तपाईँले पेटेन्ट गर्नुपर्छ त्यसलाई भन्छ पेटेन्ट त्यो पनि एक प्रकारको के हो इन्टेन्जिबल एसेट्स अर्को इक्जाम्पल के हो ट्रेडमार्क यहाँबाट पुरा बेसी क्वेसन बनिन्छ ट्रेडमार्क्स ओके कतिजना मान्छेलाई त ट्रेडमार्क्स पेटेन्टहरूको डिफरेन्स नै थाहा हुँदैन ट्रेडमार्क भनेको के हो जस्तै अनबोर्ड डिजिटल क्लासको एक प्रकारको लोगो छ होइन यो लोगो यो हाम्रो के हो ट्रेडमार्क करेक्ट सो ब्रान्ड भ्याल्यु ब्रान्ड नेम यो पनि के हो यो सबै ट्रेडमार्क्समा आउँछन् यो पनि के हो एक प्रकारको हाम्रो इन्टेन्जिबल एसेट्स हो अन्डरस्टुड भयो एसेट्स कति प्रकारको हुन्छ अरे एसेट्स फर्स्ट अफ अल फिक्स्ड एसेट्स करेन्ट एसेट्स अनि इन्टेन्जिबल एसेट्स राइट नाउ एउटा म तपाईँलाई क्वेसन सोध्न चाहन्छु कतिजना मान्छेहरूकोमा दिमागमा पनि आएको होला कि मैले यहाँ भने ल्यान्ड किन यो 1 वर्ष भन्दाखेरि बेसी 1 वर्ष भन्दाखेरि बेसीको यदि हाम्रोमा केही पनि कुरा आइटम्स छ भने त्यसलाई हामीले फिक्स एसेट्समा लेख्नुपर्छ न तपाईँहरूको दिमागमा एउटा क्वेसन सोध्नु आउनु स्वाभाविक नै हो 1 वर्षभन्दा अगाडि नै त ल्यान्ड पनि बिक्री गर्न सक्छौँ हामीहरू इन क्यास गर्न सक्छौँ होइन इन क्यास गर्न सक्दैनौँ जस्तै एउटा कम्पनी खोलेँ अरे मैले ठिक छ यो कम्पनी खोलेँ ल्यान्ड पर्चेस गरेँ अब यो ल्यान्ड त इट इज सपोज टु बी माई फिक्स्ड एसेट नो फिक्स्ड एसेट हो न तर फिक्स्ड एसेट हुनुको लागि 1 वर्ष भन्दाखेरि बेसी हुनु पर्यो करेक्ट 1 वर्षभन्दा कम्तीमा मैले यो ल्यान्ड बिक्री गरेँ भने त्यो फिक्स्ड एसेट हुन्छ कि हुँदैन त भन्दाखेरि नाउ यहाँ नै चाहिँ हाम्रो एउटा इम्पोर्टेन्ट कन्सेप्ट पढ्नुपर्छ के हो त्यो भनेको त्यो इम्पोर्टेन्ट कन्सेप्ट के हो गोइङ कन्सर्न कन्सेप्ट हो ओके डु नट माइन्ड द ह्यान्ड राइटिङ गोइङ कन्सर्न कन्सेप्ट जीसीसी भनौँ न ओके यो यसको मतलब चाहिँ के हो भन्दाखेरि नि कुनै पनि एउटा कम्पनी जस्तै अनबोर्ड डिजिटल क्लास
मैले एउटा कम्पनी सुरु गरेँ। अब कुनै पनि मान्छेले कम्पनी सुरु गर्दाखेरि यो सम्झिन्छ कि म यो कम्पनी 1 वर्ष या त 6 महिना चलाउँछु त्यसको बाद बन्द गर्छु या त 3 महिना चलाउँछु बन्द गर्छु, सम्झिँदैन नि। उसले त एउटा कम्पनी खोल्छ सो द्याट उसको कम्पनी एभ्री इयर ग्रो होस्, राइट, लङ इयर्स, पुरा बेसी समयसम्म चलोस्। त्यही भएर न कोही मान्छेले एउटा कम्पनी खोल्छ, अन्डरस्टुड। सो यही कन्सेप्टलाई, यो जुन चाहिँ थिङ्किङ छ नि कि मैले एउटा कम्पनी खोल्दैछु, मैले एज अ कम्पनी खोल्दाखेरि एउटा एज्युम गर्दैछु कि यो कम्पनी पुरा बेसी लामो समयसम्म चल्छ। यो एजम्पसन नै के हो? गोइङ कन्सर्न कन्सेप्ट। त्यही भएर कुनै पनि कम्पनीले यदि ल्यान्ड किन्दैछ भने, यदि मसिनरी किन्दैछ भने उसले के सम्झेर किन्छ कि यो लामो अवधिको लागि, लामो समयको लागि मैले किन्दैछु। त्यही भएर यो सबैलाई हामीले केमा लेख्छौँ? फिक्स्ड एसेट्समा लेख्छौँ, न कि करेन्ट एसेट्समा, राइट। सो गोइङ कन्सर्न कन्सेप्ट बुझ्नु भयो होला, आई होप। ओके, नाउ लेट्स मुभ अहेड टु लायबिलिटीज। ओके, लायबिलिटीज, एसेट्सले हाम्रो फ्युचर भ्याल्युमा इम्प्याक्ट पार्छ भने, फ्युचर भ्याल्यु दिन्छ भने लायबिलिटीज यसको टोटल उल्टा हो, हैन। लायबिलिटीजमा के हुन्छ भन्दाखेरि हामीहरू बेसिकली के गर्दैछौँ? अरूलाई ओ गर्दैछौँ, राइट। वी आर ओइङ सम स्टफ, मोनिटरी भ्याल्यु टु अदर इन्स्टिट्युसन्स, त्यसलाई हामीले के भनिन्छ? लायबिलिटीज। लायबिलिटीज पनि कति प्रकारको हुन्छ? कति प्रकारको हुन्छ लायबिलिटीज भन्दाखेरि करेन्ट लायबिलिटीज अनि लङ टर्म लायबिलिटीज, हैन। करेन्ट लायबिलिटीज हुन्छ अनि लङ टर्म लायबिलिटीज हुन्छ। करेन्ट लायबिलिटीज अगेन 1 इयर भन्दा कम्तीको लायबिलिटी अनि लङ टर्म लायबिलिटी 1 इयर भन्दा बेसीको। जस्तै ब्याङ्कबाट लोन लिएको छ मैले, 1 इयर भन्दा बेसीको लोन लिएको छ भने लङ टर्म लायबिलिटीजमा आउँछ। करेन्ट लायबिलिटीज भनेको जस्तै फर इक्जाम्पल स्यालेरिज, कसैले तपाईँले सपोज स्यालेरी ओभरड्यू छ अरे, स्यालेरी ओभरड्यू छ अरे, अब स्यालेरी त तपाईँले प्रत्येक महिना दिनु पर्यो नि त, राइट। सो यो चाहिँ केमा आउँछ? करेन्ट लायबिलिटीजमा आउँछ, अन्डरस्टुड। सो यो दुई प्रकारको लायबिलिटीज हुन्छन्, बुझ्नुभयो? एसेट्स र लायबिलिटीजको डिफरेन्स। यसमा चाहिँ के हुन्छ भन्दाखेरि ओ गर्नुपर्छ। नाउ एउटा इम्पोर्टेन्ट डिस्टिङसन छ, डेटर, डिइबिटिओआर, डिइबिटिओआर हो, ओके। यसको स्पेलिङ चाहिँ तर भन्दाखेरि डेटर भन्नुपर्छ, डिबी प्रोनाउन्स हुँदैन, हैन। क्रेडिटर, डेटरले के गर्छ? कुनै पनि कम्पनीको एसेट इन्क्रिज गर्छ, क्रेडिटरले एसेट के गर्छ? डिक्रिज गर्छ, ओके। डेटर भनेको के हो? कम्पनी लाई, कम्पनी, इनफ्याक्ट म नेपालीमा लेख्छु, कम्पनीलाई ओन गर्छ, अन्डरस्टुड। कम्पनीले हैन, द्याट मिन्स कम्पनीले चाहिँ इनफ्याक्ट के गर्छ? पैसा रिसिभ गर्छ। मनी के हुन्छ? मनी कम्स इन। इन दिस केस के हुन्छ? मनी गोज आउट, ओके। इन दिस केस के हुन्छ? क्रेडिटरको केसमा कम्पनीले पैसा दिनुपर्छ क्रेडिटरलाई, अन्डरस्टुड। company is liable to pay. In this case, creditor case में company is liable to pay. त्यही भएर money के हुन्छ? बाहिर जान्छ, money goes away. And in the case of debtor, money comes in. Understood? Debtor र creditor को difference बुझिराख्नु होला। अब के टपिक रहेको छ हाम्रोमा भन्दाखेरि बेसिक अकाउन्टिङ इक्वेसन। यस, बेसिक अकाउन्टिङ इक्वेसन यो लास्ट टपिक हो आजको क्लासको। यसमा के भनिन्छ भन्दाखेरि एसेट्स भनेको के हो? एसेट भनेको क्यापिटल प्लस लायबिलिटीज। व्हाट इज दिस मीन? कुनै पनि कम्पनी जस्तै अनबोर्ड डिजिटल क्लास यो एउटा कम्पनी हो, ठीक छ। यो कम्पनीको एसेट के हो त भन्दाखेरि एउटा फर्मुला छ, इम्पोर्टेन्ट फर्मुला हो, क्यापिटल र लायबिलिटीज उसको एसेट हो। कसरी चाहिँ भन्दाखेरि यदि यो कम्पनी सुरु हुँदाखेरि इनफ्याक्ट मैले
के गरेको थिएँ अरे सपोज एज एन ओनर मैले 1 लाख रुपिस यसमा इन्भेस्ट गरेको थिएँ। यो इन्भेस्ट गरेको के हो मैले लास्ट क्लासमा भनेको थिएँ कुनै पनि ओनरले क्यापिटल इन्भेस्ट गर्दाखेरि कम्पनीको लागि त्यो के हुन्छ लायबिलिटी हुन्छ र रेकर्ड गर्दाखेरि क्यापिटलमा रेकर्ड गर्नुपर्छ। मैले लास्ट क्लासमा भनेको थिएँ त्यो भनेको कुन चाहिँ कन्सेप्टमा आधारित छ बिजनेस एन्टिटी कन्सेप्टमा राइट। सो 1 लाख रुपिस एज अ क्यापिटल। अब यो कम्पनीले आफै त ओन गर्दैन नि त आफै कमाउँदैन नि त हैन। सो जति पनि उनीहरुकोमा एसेट छ कम्पनीकोमा एसेट डिजिटल बोर्ड भएर सपोज यो डिजिटल बोर्ड ठीक छ यो पेन यो सिस्टम्स क्यामेरा यो सबै के भयो एसेट्सहरु। या त कोही मान्छेले मैले बरो गरेको छु सपोज ठीक छ बिकज 1 लाख रुपैयाँले मात्रै त डेफिनेटली पुगेन यो कम्पनी सुरु गर्नको लागि ओके। सो व्हाट आई डिड इज बेसिकली आई बोरोड मनी फ्रम माई फ्रेन्ड्स ओके। फ्रम माई फ्रेन्ड्स मैले पैसा बरो गरे फर एक्जाम्पल 3 लाख रुपिस। यो बोरोइङ्स के हो लायबिलिटीज। सो एसेट्स आउनुको लागि लायबिलिटीज पनि इन्भल्भ छ के पनि इन्भल्भ छ जो इन्भेस्ट गरेको क्यापिटल पैसा त्यो पनि छ अनि जुन जति पनि एसेट्सहरु छ त्यो थ्रु बोरोइङ्स या त थ्रु लायबिलिटीज एसेट जेनेरेट भएको छ। सो त्यही भएर इक्वेसन कस्तो हुन्छ एसेट्स इज इक्वल्स टु क्यापिटल प्लस लायबिलिटीज। Understood? Remember this is extremely important. All right. Now, in the next class, we shall be dealing with various other entity concepts. Okay. अरू थुप्रो कन्सेप्ट्सहरु छ अकाउन्टिङ प्रिन्सिपल्समा त्यो क्लासमा नेक्स्ट क्लासमा डिस्कस गर्नेछौँ। यो क्लास हजुरहरुलाई कस्तो लाग्यो प्लिज डु कमेन्ट डाउन अन द कमेन्ट बक्स। Thank you all very much. I'll meet you in the next class.